कबड्डीमा चाहिँ दयाहाङ दाईको चाहिँ काजी नाम चाहे झुटो बोलुन् चाहे जेसुकै गरौँ मलाई केही फरक पर्नेवाला छैन। मलाई मात्र मेरो कजिनी खुसी हुनु पर्यो। कबड्डीको काजीसँग अथवा नाम मिल्नु चाहिँ एउटा संयोग मात्रै पनि हो। सबैजनालाई वार 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 ती मेसेन्जरमा यताउति पठाइन्थ्यो जे सोचे पनि सोचोस् भनेर। बच्चामा दिदी र भिनाजुमा मलाई कसले बढी माया गर्नुहुन्छ होला त्यसमा मेरो सम्बन्धको स्वार्थपन पनि देखियो होला। याद जाऊ त भन्नुहोस् है। अब दिदी भिनाजुले एउटा राम्रो ज्वाइँ खोजिदिनु भएपछि म पनि अनि साडी लगाएर सजिएर साँच्चै मेरो कजिनी ओरिजिनल कजिनीलाई के गर्छु। साडीप्रतिको प्रेम त बहिनीहरू जस्तो हुन्छ। यो काजी त दयाङ राईको टाइटल होइन र भनेर अलि बढी आएको मैले देखेँ के यो चुनौतीलाई कसरी पार गर्नुहुन्छ होइन। अनि यस विषयमा यो काजी र त्यो काजीमा भिन्नता के छ होइन अलिकति थप व्याख्या गरिदिनु यस्तो यो सबैजनालाई अब यहाँबाट बजार पुगिहाल्छ होला होइन। थ्याङ्क यू भनौँ होइन। यस्तो राम्रो चाहिँ हाम्रोमा यो चाहिँ के भन्नु भएन यार। त्यही त मैले अब एकदमै धन्यवाद भनौँ यस्तो राम्रो चाहिँ प्रतिक्रियाको लागि। एकदमै म त एकदम शब्द खोज्दा खोज्दै बत्ती गयो तिमीलाई थ्याङ्क यू भन्नको लागि होइन। अब त्यो त्यति नै मलाई चाहिँ लाग्छ। अब दयाहाङ दाईले काजीको रूपमा एउटा स्थापित क्यारेक्टर हो भन्ने कुरा चाहिँ सर्वविदितै छ, सबैलाई थाहा भएकै कुरा हो। तर अब फरक के छ त त्यो काजी र यो काजीमा भन्दाखेरि चाहिँ कबड्डीमा चाहिँ दयाहाङ दाईको चाहिँ काजी नाम हो। काजी कुन काजी थकाली अथवा काजी शेषन यस्तै केही नाम हो भनेदेखि हाम्रो फिल्ममा चाहिँ काजी भनेको नाम चाहिँ नाम होइन। यो चाहिँ एउटा बाउबाजेदेखिको एउटा लिगेसी काजीवाला त्यो काजी हो। त्यो कारणले पनि अब यो फरक हो होइन। यो क्षेत्री काजी म थापा काजी यस्तो काजी भन्ने खालको काजी हो। अनि त्यो कारणले गर्दा यो नाम र यो एउटा त्यो लिगेसी जस्तो एउटा यो काजी यत्तिकै पनि फरक छ होइन। त्यही नै हो। अब कम्पेयर त कसरी हुँदैन होइन। अब कबड्डीको काजीसँग अथवा नाम मिल्नु चाहिँ एउटा संयोग मात्रै पनि हो होइन। अब त्यो एउटा यस्ता खालका त कयौँ भइसकेका होला होइन। कुनै फिल्मको पात्रको नाम चाहिँ फेरि गएर चाहिँ अर्को फिल्म बन्नु त्यो नाममा त धेरैचोटि भइसकेको होला। अब कस्तो कुनै फिल्ममा ठुले भन्ने कुनै चरित्रको नाम थियो भनेदेखि ठुले फिल्म बन्यो। अब त्यसमा शिवश्रेष्ठ दाइको के गल्ती होइन। त्यस्तै हो। यो संयोग मात्रै हो त्यसमा केही सुरुवातको डायलगले नै एकदम मन छुन्छ क्या हजुर होइन। अहिले तपाईँ त्यही लुक्समा पनि हुनुहुन्छ। हाम्रो सम्पूर्ण साथीभाइहरूलाई हेर्नु भएको पनि छैन होला कतिले त होइन। दर्शकहरूले कतिले हेर्न पनि भ्याउनु भएको छैन होला। त्यो डायलग एकचोटि भनिदिनै सक्नुहुन्छ तपाईँ? कतिको याद रहन्छ क्या फिल्मको डायलग्सहरू चाहिँ? डायलग्सहरू चाहिँ अब एकदमै त्यो त्यति बोल्दाखेरि चाहिँ डायलगहरू चाहिँ त्यति बेला चाहिँ एकदमै हामी त्यो स्क्रिप्टमा बसेर हेरेर सोचेर हजारचोटि हेरेर त्यो सिन गर्नुभन्दा अगाडि त्यस्तरी रेडी भएर बोलेको हुन्छौँ। अझ यो त सिङ साउन्ड हो होइन। यो सिङ साउन्ड भएको भएर चाहिँ अब हामीले डबिङ पनि गर्नु परेन। त्यो कारणले गर्दाखेरि त अब अझ अलिकति डबिङमा भएको भएदेखि अझ अलिकति आउँथ्यो एउटा याद फेरि अलिकति। अब डबिङ पनि नभएपछि चाहिँ यो अलिकति अगाडि नै भएको भएर के थियो भन्ने कुरा मैले अलिकति सुन्न पाएँ भने म भन्न त सक्छु होइन। जस्तो अब एउटा मैले सम्झेको भन्छु अगाडिको नभए पनि चाहे झुटो बोलुन् चाहे जेसुकै गरौँ मलाई केही फरक पर्नेवाला छैन। मलाई
मात्र मेरो कजिनी खुसी हुनु पर्यो। दाइ तपाईको लुकलाई लिएर कति खुसी हुनुहुन्छ? यति राम्रो देखाएको छ हामीलाई एकदम दाइलाई देखेर मक्क परिरहेको छ। यो फिल्मको लुक तपाईलाई चाहिँ कस्तो लागेको छ? कति खुसी हुनुहुन्छ? मलाई पनि राम्रै लाग्छ। मैले एकदमै यसमा मैले त्यही भएर पनि मैले चाहिँ थ्याङ्क यू वार्डरोब कस्ट्युम र मेकअपलाई चाहिँ एकदमै धेरै थ्याङ्क यू भनिरहेको छु होइन। डिओपीलाई पनि एकदमै थ्याङ्क यू भनिरहेको छु। यो जसले चाहिँ देखाइदिनु भयो यस्तो राम्रो मलाई पक्कै पनि मन परेर नै मैले त्यो थ्याङ्क यू भनेको खासमा। के जस्तो नि आजकल तपाईँ मेसिन भएको हो कि जस्तो लागिरहेको छ क्या। मेसिन चाहिँ होइन मसिन के कारखानाको मसिन जस्तो। यता 6 माइल 6 को पनि सुटिङ सुरु भइरहेछ, त्यता पनि तपाईँको नाम देखिरहेछ। आफ्नै फिल्म स्टेसनको पनि कता कता लुकीछिपी डाइरेक्सन भइरहेछ भनेर खबर आइरहेछ। यो फिल्मको प्रमोसन छ, अरू केमा हात हाल्नु भएको छ? कसरी भ्याउनुहुन्छ? त्यो 24 घन्टा समय पुगेको छ कि छैन तपाईँलाई होइन? के भन्न चाहनुहुन्छ? थ्याङ्क यू। फर्स्टली त ट्रेलरबाटै सुरु गर्न चाहन्छु। ट्रेलरप्रतिको यहाँको जुन फिडब्याक रेस्पोन्स दिनुभयो लाइभ, यसले चाहिँ हामीलाई अस्ति मैले ट्रेलर हेरुन्जेल र ट्रेलर हेरिसके पछाडि मैले पहिलोचोटि होला धेरै पछाडि भनौँ, अलि अगाडि त एकदम एक्साइटेड भइन्थ्यो नि त आफ्नो फिल्मको ट्रेलर आयो भनेर। अनि सबैजनालाई वार 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 ती मेसेन्जरमा यताउति पठाइन्थ्यो, जे सोचे पनि सोचोस् भनेर हेर्नेले हेर्छन् अनि त्यसपछि फिडब्याक दिन्छन् भनेर मैले धेरै पछाडि त्यो छोड्दै गइन्छ त्यस्तो गर्नलाई, किनभने मनपर्ने व्यक्तिलाई आफै मनपर्छ ऊ गर्छ भने। मैले पहिलोचोटि चाहिँ आई वाज सो प्राउड अफ हाम्रो ट्रेलर, जुन चाहिँ रेगुलर चलिरहेको ट्रेलरभन्दा एकदमै फरक तरिकाले यसलाई स्टोरी टेल गरिएको छ ट्रेलर मार्फत नै। नत्र अदरवाइज गीत चलेको छ एक गीतलाई बिचमा हालौँ, त्यो एउटा ट्रेलरको मुड पनि ब्रेक गर्ने गरी त्यो जुन ट्रेन्ड छ त्यसलाई फलो नगरिकन, जुन चिजले सायद आम दर्शकमा अझै धेरै चासो बढाउन सक्थ्यो होला, तर त्यो चिजमा नगएर यसको प्योरिटी यसको अनेस्टीलाई मेन्टेन गरेर जुन ट्रेलर काटिएको छ त्यो प्रति यति खुसी भएँ कि मैले धेरै पछाडि मेरो आफन्तहरूलाई, मेरो कलेजको साथीहरूलाई एकदम प्राउड फिल गरेर +2 को साथीहरूलाई प्लिज गिभ मी सम फिडब्याक अबाउट दिस फिल्म भनेर पठाएको थिएँ कि। सो मलाई त्यो चिज जे मैले अनुभूति लिएँ, जुन अनुभव गरेँ, त्यो सायद तपाईँहरूले पनि रिफ्लेक्ट गरिदिनु भयो अहिले। सो म एकदम खुसी छु फर्स्टमा अनुजिसको लागि अनि यहाँहरू सबैजनाप्रति। अब मसिन जस्तो कुरा गर्दाखेरि चाहिँ लाइफमा कस्तो हुन्छ नि, जीवनले चाहिँ धेरै खालको एक्सपिरियन्सेसहरू दिँदो रहेछ क्या तपाईँलाई। कुनै समय यस्तो सोचिन्थ्यो कि म एकदम व्यस्त बन्न पाऊँ, मलाई समय नै नपुगोस् 24 घन्टाको, यस्तरी बिजी हुन पाऊँ न लाइफमा भनेर त्यो सोचेर हामी यो फिल्डमा आउँछौँ नि त। यति होस् कि यति काम होस् कि मलाई म कामप्रति सधैँ इमान्दार हौँ र कुनै पनि काम नछोडौँ जस्तो खालको फेजबाट आज त्यो चिज मैले बाँचिराख्दाखेरि, तपाईँले यो प्रश्न सोधिराख्दाखेरि अझै भ्यालिडेसन गरेर म त यो अनुभूति मैले पहिला लिएको पनि थिइनँ र सायद पछि लिन पनि पाउँदिनँ। सो म एकदम इन्जोय गरिरहेको छु यो फेज। त्यहाँ सुटिङ चलिरहेछ, हो यता प्रमोसन चलिरहेछ, एज अ प्रड्युसर काम भइरहेछ, हो यो त मैले जीवनमा सधैँ सोचेको चिज हो नि त, यो भइदियो हुन्थ्यो मेरो लाइफमा भनेर। सो म त्यसलाई लिएर एकदम ग्रेटफुल छु। यस्तै हुन पाऊँ सधैँ भन्ने नै छ मलाई चाहिँ, र त्यसमा सबैतिर आफ्नो 100% प्रेजेन्स पनि दिन पाऊँ, मेन्टली फिजिकली पनि भन्ने पनि छ। सो म ग्रेटफुल छु एक्चुली। अब हजुरहरूले जसरी हाम्रो रिलिज भएको हेलो हेलो यही हो हजुर, अब हजुरहरूले जसरी हाम्रो रिलिज भएको कन्टेन्टहरूलाई मन पराइरहेको छ, जस्तै हाम्रो गीत वारी वारी पारी बिफोर यु, त्यसपछि ट्रेलर, अनि त्यो हेर्दाखेरि त जति पछि हुन्छ नि नयाँ नयाँ कन्टेन्ट आउँदै जान्छ त्यति नै आशा झन् बढ्दै बढ्दै गइरहेको छ। अनि म आफ्नै पात्रलाई पनि म एकदम के भन्छ वेट गरिरहेको छु क्या, लाइक कसरी आउँछ होला, कसरी प्रेजेन्ट भएको छ होला भन्ने मलाई पनि त्यो कौतूहल त ममा पनि जागेको छ। फिल्म कस्तो बनेको छ होला भनेर हेरेको चाहिँ म मात्रै होला सायद यहाँ फिल्म नहेरेको छैन। सो त्यही भएर म एकदम होपफुल छु। झन् हेरिसकेपछि केही न केही एउटा आफ्नो धारणा बनाइन्छ भने मैले त केही पनि हेरेको छैन, त्यसले गर्दाखेरि अझ झन् बढी होपफुल छु। अनि दिदी र भिनाजुमा मलाई कसले बढी माया गर्नुहुन्छ अलिकति समय बढी मैले दिदीसँग बिताएँ नि त, जे भए एउटै रगत दिदी र म, त्यही भएर सायद दिदीलाई अलिकति बढी माया गर्छु होला। त्यसमा मेरो सम्बन्धको स्वार्थपन पनि देखियो होला। अनि दिदीले पनि मलाई अलिक बढी भिनाजुले भन्दा माया गर्नुहुन्छ कि जस्तो लाग्छ। मैले आज थाहा पाएँ
साथी साथी आदि घरवाली भनिन्छ नि त हजुर अनि झन् भेनाले चाहिँ धेरै माया गर्नुपर्ने गर्नुहुन्छ भिनाजुले तर दिदीको कम्पेरिजनमा जस्तै दिदीको सबै कुरा एकदम खुलस्त निस्किन्छ रिस खुलस्त निस्किन्छ जे छ इमोसन त्यो दिदी बहिनीमा एकदम सेयर हुन्छ भने भिनाजुले चाहिँ फिल्टर गरेर देखाउनु पर्ने हुन्छ जस्तो लाग्छ मलाई चाहिँ जस्तै मसँग केही कुराले चित्त दुख्यो रिस उठ्यो मैले झ्याउ बनाएँ मैले एकदम कोटाई गरेँ भने पनि भिनाजुले मलाई त्यो कुरा देखाउनु मिलेन भने त्यसले या जाऊ त भन्नुहुन्छ तर त्यो प्योर हुन्छ जस्तो लाग्छ मलाई इमोसन वाइज चाहिँ त्यही भएर सायद अलिकति दिदीले बढी माया गर्नुहुन्छ कि जस्तो लाग्छ मलाई पात्र अनुसार गरिमा दिदीलाई त्यहाँ साडी लगाउने रहर लागेन जस्तै म पनि साडी त टक्क लगाउँछु भन्ने टाइपले के जस्तै अब दिदी भिनाजुले एउटा राम्रो ज्वाइँ खोजिदिनु भएपछि म पनि अनि साडी लगाएर सजिएर ज्वाइँ खोजिदिनु पर्छ र पात्र अनुसार चाहिँ पर्यो भिनाजु जस्तै चाहिएको होइन मलाई भिनाजु जस्तै चाहिएको त कति भाग्यमानी दिदी मलाई भिनाजु जस्तै भिनाजु के अरे भिनाजु जस्तै ज्वाइँ खोज्दै भनेर भनिसकेँ दिदी दाइले चाहिँ यति धेरै प्रेम कसलाई गर्नुहुन्छ यो लाइफमा जसरी कजिनलाई तपाईँ प्रेम गर्नुभएको छ फिल्ममा म यस्तो चाहिँ म परिवारमै मेरो साँच्चै मेरो कजिनी ओरिजिनल कजिनीलाई नै गर्छु साली छ कि छैन दाइ सालीहरू त प्रशस्त छन् यस्तै सालीहरू छन् सालीप्रतिको प्रेम चाहिँ कस्तो हुन्छ सालीप्रतिको प्रेम त बहिनीहरू जस्तो हुन्छ होइन काजी भनेको त आदर्श पुरुषको एउटा आदर्श बोकेर हिँड्ने मान्छे हो अनि काजीको सोच अनुसार चाहिँ साली भनेको पनि बहिनी हो अझ झन् धेरै बहिनी हो मेरो श्रीमतीको बहिनी मेरो अर्धाङ्गिनीको बहिनी अनि मेरो बहिनी भएन त तपाईँ यति प्रेमिलो कसरी हुन सक्नुहुन्छ कि बारे आदत चाहिँ क्या अलिक ह्याङ्गरको छैन